लु बर्से नाट्यो गौरी आइपुग्न आँटेको छ। आज दिन पनि राम्रै भयो तर गरम पनि हुन्छ जाडो पनि हुन्छ तर ठिकैको रहेछ आज वेदर त हल्का घाम चाहिँ लागिरहेको छ मजा आइरहेको छ। नेटवर्क चाहिँ एउटा हुँदैन रहेछ नि त्यहाँ चाहिँ लु गाइस फाइनली गेट आइपुग्यो हामी चाहिँ 5 किलोमिटर टोटल 10 किलोमिटर हिँडेर चाहिँ आइपुगेँ फाइनली। हत्तु भयो हत्तु पुरा भोक लाग्यो यो र म क्यान्टिनमा खान्दै जाउँ। हेलो गाइस वेलकम टु माई युट्युब च्यानल। अन्त सबैजना ठिकै हुनुहुन्छ भन्ने आशा छ। आज चाहिँ हामी यहाँ रामरामी हो आज चाहिँ हामी चाहिँ यहाँ वर्षे घुम्नु आइरहेको छ र फ्यामिली आएको देमाहरू चाहिँ आउनु भएन अरू सबै आएको छ घरको दिदी म भाइ पुरा भिड रहेछ हेर्नुहोस् ल। गाडीहरू हेर्नुहोस् त आम्मा यहाँदेखि चाहिँ हामी हिँड्दै जानुपर्ने 5 किलोमिटर जस्तो लाग्छ अरे हिँडेर जानुपर्ने यस्तो बिस्तारो रहेछ। यहाँ चाहिँ पितम भाइ पितम हाई भन्नु न। हेलो हेलो अरे दाजु र भाइ चाहिँ ऊ पर छ ऊ त्यहाँ पुग्यो बिनम गर्बु यहाँ धनगल्दी हुन्छ नेट चल्दैन यो त भिडियो मात्रै बनाएको नि मैले त नेट त कहाँ भिडियो चाहिन्छ हौ। यहाँ धनगल्दी दामी छ पिसफुल प्लेस। यत्रो ल्यान्डको बोट रहेछ तर फुल चाहिँ फुलेको छैन वा हेर्नु कलर पिङ्क कस्तो दामी रहेछ। गुराँस चाहिँ स्टार्ट हुन थाल्यो अब यहाँ गुराँस देख्नु मिठो कलर रहेछ। यहाँ रहेछ पिङ्क टिबिसी मान्छे रहेछ। जग्गा चाहिँ पिसफुल रहेछ शान्ति यस्तो जग्गा चाहिँ मनपर्छ नि त फेरि। गुराँस वा यहीँ रहेछ हेर्नु नि वा हेर्नु त वाइट र पिङ्क मिक्स भएको रहेछ मिक्स आइसलाट हेर्नु नि हो वा भयो त। पिताम पिताम यहाँ आउ न फोटो खिच्दैन एउटा। ल म चाहिँ फोटो हेर्नु थालेँ यस्तो सुन्दर सुन्दर कलरको गुराँस रहेछ यहाँ चाहिँ कस्तो फोटो खिचौँ लाग्दो मिठो कलरको त्यो म त फोटो खिच्नु थालेँ भाइलाई बोलाएर। हिँड्दै जाँदैछ आधी बाटो पुग्यो अझै छ। ए वर्षे घुम्नु आउनेहरूको गाडी आज त पुरा आइछ वर्षे घुम्नु। वा हेर्नुहोस् न यहाँ कोपिला लागेको यहाँ चाहिँ फुल फुलिरहेको रहेछ यहीँनिर रहेछ नजिक रहेछ छेउमै भेट्न सक्ने। कता हो त्यो त त्यो दामी है यहाँ हेर्नु कोपिला लागेको कस्तो मजाको देखेको टिप्नु चाहिँ कोपिला लाग्दैछ अझै यहाँ चाहिँ यति बिहानदेखि आउने रहेछ नि त आम्मा गाडी चाहिँ कहाँदेखि भन्नु यो नाम्चीदेखि चाहिँ भ्यू पोइन्टसम्म चाहिँ त्यस्तो खालको चाहिँ गाडीको जाम रहेछ आम्मा यहाँ हेर्नुहोस् त ओ पिताम हेर न कस्तो दामी देखेको यस्तो लाट हेर्नु त है तर कति अब सिजन गइसक्यो होला हेर्नु नि कलर त वा यस्तो दामी देखेको नि वा हेर्नुहोस् त गाडीको तात मान्छेको भिड हेर्नु न आमा मान्छेहरू पनि अगाडि होला क्या दामी पिङ्क पनि रहेछ मिक्स रहेछ यसमा त रातो भर्सेस पिङ्क रेड रहेछ। अनि यता बाटो हेऱ्यो नि चिता बुझिहाल्नु रहेछ त हाम्रो पिङ्क चाहिँ बिर्सेछ कलेक्सन। तिमीहरू जति नै छिटो कुद न गेम त मेरै हातमा छ।
के मिठो मिठो कलर यहाँ हाम्रो साथीहरू पनि रहेछ भेट भयो बे 18 तारिक लुगा किने साडी किन्यो लु पादर बनाइदिनु नि यता कस्तो दामी क्यामेरा छ है हामी चाहिँ सानो रेस्टुरेन्टमा खाजा खान आइरहेको छ यहाँ पनि फुलै फुल भइसक्छ दामी ट्रेनमा फुल टेन्टहरू पनि पाउँदो रहेछ यहाँ चाहिँ तपाईँहरू आएर स्टे गर्न सक्नुहुन्छ बस्दा पनि हुनेरहेछ 1000 रुपियाँ 1500तिर पाउनुहुँदो रहेछ तपाईँहरूले लु अब हामी चाहिँ स्टार्ट हुन थाल्यो हिँड्नुको लागि जतासुकै फुलै फुल रहेछ सेतो र रातो चाहिँ बेसी छैन रहेछ यो रानी पिङ्कवाला चाहिँ पुरा बेसी रहेछ फुल यो कलरको फुल चाहिँ पुरा पायो हामीले अरू कलरको चाहिँ बेसी देखिन व्हाइट पनि देखिन रेड पनि बेसी जस्तो देखियो यो कलर चाहिँ पुरा रहेछ यो कलर कस्तो दामी देखेको जतासुकै बाटोभरि हेर्दा पनि यो कलरको मात्रै भेटेँ मैले मजाको रहेछ मान्छेको भिडहरू पनि पुरा थियो मान्छेहरू पनि पुरा आउनु भएको रहेछ यहाँ यसो जग्गा जग्गा यहाँ चाहिँ एक जग्गा मात्रै देखेँ टोइलेट चाहिँ बेसी छैन रहेछ हेर्नुहोस् त कलर कस्तो दामी देखिरहेको छ मान्छेहरू पनि पुरा बेसी लु बर्सेको गेट दामी निक्लिँदो रहेछ जङ्गल बाटो लाग्यो अब म र भाइ हामीलाई साथीहरू पनि छोडिहाल्यो तर हिँड्ने बाटो थुप्रो रहेछ मान्छे तपाईँहरूले आउँदाखेरि घरबाटै चिया खाजाहरू लिएर आउनु सक्नुहुन्छ मान्छेहरूले चाहिँ आफू चिया खाजा लिएर जङ्गलमा ग्रुप भएर बसेर खाँदो रहेछ तर मैला चाहिँ गर्नु दिँदैन रहेछ प्लास्टिकहरू चाहिँ फ्याल्नु भएन डस्टबिन राख्दो रहेछ जग्गा जग्गामा त्यहाँ फ्याल्नु पऱ्यो सफा राख्नुपर्दो रहेछ बाटोहरू पनि सफा मजाको रहेछ जाने जग्गा पनि तर हामीलाई चाहिँ 2 घन्टा जस्तो लाग्यो मलाई चाहिँ हिँड्ने बानी हराइछ नि त त्यही भएर मान्छेहरू चाहिँ थुप्रो थियो बाजे बोजूहरू पनि थियो हिँड्ने तर मजाले हिँडिरहनु भएको थियो उहाँहरूले चाहिँ सम्झेको रहेछ त्यहाँ चाहिँ मन्दिर छ भनेर सोचेर आउनु भएको रहेछ खासमा चाहिँ त्यहाँ मन्दिर होइन रहेछ फर्स्ट टाइम आउनु भएको होला उहाँहरूलाई पनि याद छैन होला नि त त्यही भएर हामी पनि हिँड्दै जाँदैछ कोही फर्किँदैछ आउने भर्खर 4 किलोमिटर हिँड्नु सक्दो रहेछ हामी त अझै रहेछ नि अन्त पुग्नु बाटो होला भनेको त रुखहरू चाहिँ मजाको देखेको ए माथि यस्तै बाटो रहेछ नि त उकालोहरू छैन ट्रेनिङमा त पुरा उकालोहरू छ नि बाटो गएको नि देख्यो हो 3 खेप म र दाजु त्यहाँ गफ गर्दै जाँदैछ पहिला हामी रामरामीमा यस्तो त्यस्तो गएको त्यहाँनिर गएको घुम्नु गएको भन्दै नि जग्गाहरू मजाको रहेछ रुखहरू तपाईँहरू पनि आउनु सक्नुहुन्छ यसपालि आउनु भएन भने नेक्स्ट इयर आउनु सक्नुहुन्छ तपाईँहरू रामरामीमा मजाको रहेछ जग्गाहरू पिसफुल रहेछ मान्छेहरू पनि बेसी आउनु भएको रहेछ यसपालि चाहिँ पहिला थिएन होला सायद यसपालि चाहिँ पुरा बेसी मान्छे रहेछ ह्याप्पी रामरामी सबैजनालाई पुरा भोक लाग्यो यो र म क्यान्टिनमा खाँदै जाउँ तपाईलाई फोन कसले ल्यायो मैले ल्यायो मैले त तपाईहरु दुईजना गयो भनेर चाहिँ नि आजको छिटो भेट्छु भनेर जाउँ र ट्रेनमा गयो भने चाहिँ अतै त म तपाईहरु दुईजनाको लागि आएको अनि क्यान्टिनमा आउनु कस्तो सिधा हिँड्यो के आ तपाईहरु क्यान्टिनमा गरेर फेरि फोनै लाग्दैन के छ कस्तो मजाको यसो टावल लाउनु के छ अब चाहिँ नछुट्यो टावल अझै छ अरे 4 किलोमिटर हामी चाहिँ साथीहरू हराएर चाहिँ बल्ल बल्ल पाएर चाहिँ नेटवर्क पनि हुँदैन रहेछ नि त फोनमा जुन चाहिँ सिमको पनि नेटवर्क एउटा हुँदैन रहेछ यहाँ माथि चाहिँ त्यही भएर चाहिँ साथीहरू नछुट्टिनुहोस् हरायो भने चाहिँ अब कहाँ पुग्छ त्यही भएर चाहिँ सँगै हिँड्नुपर्छ हामी चाहिँ छुट्टिएर कहाँ पुग्यो साथीहरू हो खोज्दा त्यहाँ बल्ल बल्ल पायो म त ढिलो हिँड्नु थिएँ नि त
खुट्टा पनि दुखिरहेको थियो त्यही भएर चाहिँ ढिलो हिँडेँ म चाहिँ त्यहाँ गेटमा चस्मा लगाएको मोटे दाजु हामी थाकिसक्यो कति किलोमिटर 3 किलोमिटर हिँडिसक्यो होला पुग्ने छैन अझ 4 किलोमिटर छ अरे ढङ्गती मिसिङ भएको थियो बल्ल बल्ल भेट्यो तिमीहरू पो त पछाडि फोटो खिचिहालेर ढङ्गती पितम मिसिङ भयो बिना पनि मिसिङ भयो भनेर जिस्केको म त 1 घन्टा चाहिँ पर्खिनु परेछ कि म त पितम सँगसँगै छ नि स्कुटी राख्छ मलाई त यहाँ छैन छ जङ्गलमा गुराँसहरू त है माथि माथि चाहिँ दामी छ नि मलाई टङ्कले भनेको कि बहिनी माथि टारमा दामी फुलेको छ छिटो जाऊ भन्दै रहेछ मलाई 2 किलोमिटर अरे अघि अङ्कलले भनेको उनी आफ्नो आफ्नो रहेछ हौ। 2 बजे आएर फर्केको अरे आफ्नो आफ्नो बोल्दो रहेछ हौ छिटो फाइनली छिटो तो जब मैं एंट्रेंस मतलब घुसी थी तो 5 किलोमीटर थे तो अभी यहाँ से और मुझे अच्छा लग रहा है अभी देख कस्तो बाङ्गो छ भनेको बाटो चाहिँ लामो छ कुछ पानी कुछ खाना पर्छ है राम्रो चिज देख्नु लागि हेर्नुलाई त मेहनत गर्नै पर्छ चराहरू कराएर बल्ल 3 किलोमिटरकोमा आइपुगेछ कोही फर्किने कोही जाने कोही छिटोहरू आउने रहेछ नि त त्यही भएर चाहिँ तिनजना चाहिँ पक्का ट्रेकिङमा गएको चाहिँ देख्दैछ है 3 जना फोटो खिच्यौ पछाडि चाहिँ के खिच्नु ढाड बोक्दिन है म थाकिहाल्छु किन लिएको यस्तो उठ्दो आमा के छ भारी मजाले हिँड्दो रहेछ काम एकजना दाजु कालै जानु हुँदो रहेछ अन्त म पनि सँगै उहाँसँग गफ गर्दै गर्दै जाँदैछु कालो चिन्दिनँ भए पनि मजाले बोल्नु हुँदो रहेछ म पनि उहाँसँग बोल्दै बोल्दै हिँड्दैछु छिटो पुग्यो त पहिला हामी फर्स्टको इयर हो अप्रिल 3 तारिक 5 तारिक आउँदा आधी नै फुलिसक्यो थियो पोहोर फेरि मे 19 तारिक होला अडाम फुलेको थिएन तपाईँको नाम चाहिँ अङ्कल प्रेम हो हजुर मेरो युट्युब च्यानल छ है त्यसमा हाल्छु नि हुन्छ हेलो भनिदिनुहोस् न हेलो युट्युबमा हाल्नु पर्यो छ नि युट्युबमा कति घरको मात्रै हाल्नु पहिला वनको पनि हाल्नु पर्यो छिमेस माग्दो रहेछ यसरी बरु पिता त छुट्टिहाल्छ ल छिटो जाउँ लु अब चाहिँ गुराँसहरू देख्नु थाल्यो अब पुग्नु आँट्यो होला हामी सायद तिम्रो बाटोमा दाजुहरू अगाडि अगाडि छ दाजु दिदीहरू बल्ल 2 किलोमिटर आइपुगेछ है फाइनली सोने भन्ने मान्छे हान्दिनु न भन्नुपर्छ लो फाइनली आइपुग्यो हामी गुराँस फाइनली आइपुग्यो हामी चाहिँ खोइ कहाँ हो आज उता हो क्या हो
बुढा यहाँदेखि नै रहेछ नि स्टार्टिङ बोजू घटा हिँड्नु रहेछ तपाईँले भेटेको जति सबैलाई ह्याप्पी राम्रो हुन्छ नि मेरो ग्रुप कहाँ गयो खोइ कति हो अझै पुग्दैन त हौ छुट्याउने मेरो अङ्कल अरे मासु छुट्याएको देखि चाहिँ 1000 रुपियाँ फाइन अरे यो फुल टिप्नु हुँदैन आया अब त खिच्नु जग्गै छैन दिनेश पनि आउनु नि हो आइदैन कोपिला वाउ आमा मान्छेहरू नि त खाजा खानु होला खाजा खानलाई भिड यो पानीमा उब्रेको भए आमा कता हो मान्छे हरायो होला है अन्त त गुरास रहेछ नि यहाँ त कहाँ गयो धन गल्ती गर्दा ए त्यहाँ पो रहेछ फाटेन क्या उकालै जानुपर्छ अब कहाँ उकालो ल हामी चाहिँ खाजा खानु अझैको यहाँ घरबाट लिइरहेको थियो गोच्छ बस्छ त गोच्नु याद पाउँदैन टाउको दुख्यो म त लु के भयो नि यस्तो ए हुन्छ अलिअलि कस्तो लाग्यो पिनम जर्नी पिनम कस्तो लाग्यो भोकले भेला छ गरगु पिताउने त एकदम ढङ्गती कस्तो लाग्यो जर्नी टुङ्गो लाग्यो ब्युटिफुल एक्सपिरियन्स यो चाहिँ खाजा गनाउने भएन कि आलुदम हम आ चुके हैं तो हम अभी इधर बैठ के करेंगे खाजा खाएंगे लंच करेंगे के सब पता देखो देख तले पनि खाँदैछ खाजा फर्स्टको ठाउँमा राम्रो छ खाजा पढ के चलो ऊ कमिलाएर आउँदैछ ऊ लु भयो ए खाजामा चिप्स आलु चिप्स के भन्नु त खोला त आलु चिप्स डिङ्गो लगाउ न हात धोएर गर्नुपर्छ सेलरोटी यो चाना अन्त के भयो आलुदम छ अरे चाना डल्ले डल्ले सेनिटाइजर छ छैन धुवा न हात धुएर सेलरोटी न यता कहाँ हुन्छ खाजा मैले ठिकै भएछ लिएको एक्स्ट्रा मैले बेसी लिएको राम्रो भएछ लिएको घरबाट ल्याएको बेला हात धुनु पहिला नगर्नु से कस्तो छ भाइ टेस्ट सेलरोटी है कस्तो छ टेस्ट दामी चाहिँ नमी रहेछ पोल्ने मान्छे हो नि त
हो सब्जी पकाउने यता रोटी पोल्ने म अभी मजा आएगा ना भिड ढाटेर सब्जी पकाउने म पनि हेर्न छु नै र कस्तो भएछ तिमीले पकाएको छ खोइ प्रितम खायो प्रितम मजाले बस न भाइ परिटी कसेर बस न जाऊ राइट आइफोन धेरै नि छ त्यो जग्गा त छैन न बस्नु हुन्छ कोही डल्ले भाइ डल्ले कोही डल्ले बुबु डल्ले लु ला सिसी 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 अघि मासु खाएको लागेको छ कहाँ मासु चाहिँ के लागेको छ तल जङ्गलमा म त यताउता हेर्दा मासु मन पर्ने खानु माम त तल चाहिँ दामी जग्गामा रोकेर चाहिँ कसो खानु कति चिसो मैले कस्तो दामी दामी हेर्नु सधैँ हामी यहाँ बस्ने हुने अब मिठो भयो भोकले होमस्टे छ भने कहाँ छ देखिन जुन खोलौँ न है कहाँ छ अरे होमस्टे देखिन त हुन्छ ल यहाँ तल पो अझै जङ्गलमा त को आउँछ होमस्टे गर्नु टेन्ट हुन्छ नि टेन्ट दिन्दुम दिन्दुम आम्मा भिड त है के भन्नु अब हामी चाहिँ फर्केको घुमिसक्यो खाजा पनि खाइसक्यो आया खुट्टा दुख्यो मेरो त जता सुके गुरासै गुरास बिस्तारै बिस्तारै सुक्दै रहेछ अब त अब फेरि आउनु टाढो बाटो है आउनु त के सक्छ आलु यस्तो त फुल्दैन नि वाइट ड्रेस चाहिँ वाइट पहिलो जाउँ वाउ के राम्रो नि ब्युटिफुल हेलो फाइनल ग्लाइस हामी चाहिँ फर्क्यौँ मजा आयो फुलहरू पनि राम्रो रहेछ तर पिङ्क मात्रै रहेछ यो त छैन रहेछ रेडै छैन रहेछ रेड देखिनँ मैले एक दुईवटा मात्रै देख्यो बेसी छैन रहेछ रेड चाहिँ अन्त वाइट छैन रहेछ अन्त लाइट पिङ्क रानी पिङ्क मात्रै रहेछ बेसी चाहिँ वर्षी ए वेदर त रात परे जस्तो भएन आँखा तिर्नु भएछ है मेरो त दिन त 2 चाहिँ बज्यो होला भर्खर आमा वेदर चेन्ज मान्छे नचिने भयो चाहिँ हामी आइपुग्न आँट्यो गौरी आइपुग्न आँटेको छ आज दिन पनि राम्रै भयो तर गरम पनि हुन्छ जाडो पनि हुन्छ तर ठिकैको रहेछ आज वेदर त हल्का घाम चाहिँ लागिरहेको छ मजा आइरहेको छ पुरा हिँड्नु पर्दो रहेछ काला हुआ तो दिल वाला
नेटवर्क चाहिँ एउटा हुँदैन रहेछ नि त्यहाँ चाहिँ मजा आउँदो रहेछ तर 5 किलोमिटर चाहिँ हिँड्दा चाहिँ भुँडीहरू चाहिँ स्यापाक भएर गयो हो Don't try. No. Don't try. तपाईँहरू पनि आउनुहोस् यो पालि आउनु भएन भने अर्को पालि आउनुहोस् वर्षै राम्रो यस्तो फुलहरू दामी फुलेको छ तर अहिले चाहिँ अलिक भएको छैन रहेछ अप्रिल मार्च अप्रिलमा चाहिँ हल्का मात्रै हुँदो रहेछ मार्चमा चाहिँ दामी हुन्छ होला अहिले चाहिँ हल्का कोटफुल हालेर त्यति बेसी फुल छैन रहेछ आउने आउँदैछ अझै पनि भिडियो बनाउँदै भन्नुहुँदैछ बहिनीले ठिक पार्नु भएछ भन्दैछ गाला हेर्न रातो हालेको आजको हाम्रो हाइकिङ राम्रो भयो दाजुहरू त अघि गइसक्यो हामी दुईजना मात्रै दिदी र म चाहिँ छुट्यौँ घाम लागेर घाम पनि लाग्छ गाडाङ गुडुङ हुँदैछ गाइस फाइनली गेट आइपुग्यो हामी चाहिँ 5 किलोमिटर टोटल 10 किलोमिटर हिँडेर चाहिँ आइपुगेँ फाइनली हत्तु भयो हत्तु खुट्टा चाहिँ कडाकुडुक दामी थियो फुल त तपाईँ खिच्नु ए म किन उभिनु भएछ भन्छु नि फाइनली गेट आइपुग्यो हामी चाहिँ गएर पनि आइसक्यो एक्जिट पनि भइसक्यो हामी चाहिँ गयौँ अब घर वासरुम जान्छु नि म फाइनली आइपुग्यो है हामी चाहिँ जहाँ पनि भिड गडङ गुडङ गर्दैछ पानी पर्ने हो कि चाहिँ वाइन रहेछ भेराइटी के को वाइन हो आन्टी यो यो चाहिँ गुराँस यो चाहिँ पिङ्क अदुवा हो सेतो किवी कति हो 1000 बुझेन 230 गुराँसको वाइन 230 रुपियाँ 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 230 रुपियाँ
कसरी हो सबै गुराँस अरे किवी अदुवा होस् आन्टी पुगेर पनि आउनु भएको अहिले हाल्छौँ पुग्नु भयो ए अब्बुई खुट्टा दुख्यो आउनुहोस् ल बिस्तारी जाउँ अघि सँगै हिँडेको आन्टीहरू रहेछ भेटिन्न त जो बाट वासरुम हटाइ त्यहाँ हमरा पनि नेट छ नेट तपाईहरुले आएर भिजिट गर्न सक्नुहुन्छ यो चाहिँ बर्से हो टुरिस्टको लागि यस्तै हो आउन सक्नुहुन्छ यस्तै होमस्टे पनि रहेछ बस्न सक्नुहुन्छ अहिले हो सिजन चाहिँ वर्षेको बाई बाई गाइस अब हामी चाहिँ गाडी भएको छ कम्पको आँट्यो थाकेर टुट भयो टुट अलिअलि गुराँसहरू चाहिँ रहेछ भन्नुपर्छ म भाडा फर्केर आउँदा त्यता राख्छु बाई बाई गाइस सी यु नेक्स्ट ब्लग बाई बाई फर्स्ट लास्ट हेरिदिनु होला मेरो भिडियो